Hello. नेपाल सरकारका श्रीमान सचिवज्यूहरू, विभिन्न संवैधानिक निकायका आदरणीय सदस्य केन्द्रीय उपाध्यक्षज्यू लगायत। If you don't have dream and if you don't have determination, then there is no way of moving your society forward. पहिलो कुरा तपाईसँग सपना हुनु पर्यो, तपाईसँग इच्छा शक्ति हुनु पर्यो। यो समाजलाई अगाडि बढाउँछु र यो देशलाई समृद्धिको बाटोतर्फ अगाडि लैजान्छु भन्ने कुरा। र प्रत्येक कर्मचारी साथीहरूलाई म आग्रह गर्न चाहन्छु त्यो पछाडि रहेका आदरणीय सर म्याडमहरू कृपया अगाडि आइदिनु होला। ल उपाध्यक्षज्यूबाट अब धन्यवाद अभिसर। किरात राई कर्मचारी मञ्चका केन्द्रीय महासचिव हुनुहुन्छ उहाँ अभि राई। सबैलाई सेवा, मैले केही भन्दिनँ। हाम्रो आदरणीय अध्यक्ष खिलराज राईज्यूले आजको हाम्रो कार्यक्रमको बारेमा, हाम्रो संस्थाको बारेमा, अहिले हामीले गरिरहेका गतिविधिहरूको बारेमा संक्षिप्तमा आफ्नो कुरा राखेर गइसक्नु भएको छ। तसर्थ म चाहिँ परिचयको लागि मात्रै अगाडि आइरहेको छु। मेरो नाम अनिल किराती, म अहिले नेपाल सरकारको उपसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल माउन्टेन एकाडेमीको कार्यकारी निर्देशकमा म हाल कार्यरत छु र अहिले किरात राई कर्मचारी मञ्चको म केन्द्रीय उपाध्यक्ष छु। तपाईँ सम्पूर्णलाई यो पिकनिकमा तपाईँहरूलाई हार्दिक स्वागत छ। र फेरि मेरो अनुरोध, अभिजीले भन्नुभएको थियो पछाडि बस्नुभएका हाम्रो सम्पूर्ण साथीभाइहरूलाई अगाडितिर आइदिन हार्दिक अनुरोध पनि गर्दछु। यो परिचयात्मक कार्यक्रम हो र यो पछाडि हाम्रो मनोरञ्जनात्मक कार्यक्रम पनि अगाडि बढ्नेछ। धन्यवाद। यो गोठाटारमा बस्दै आएको छु र म किरात राई आखाको केन्द्रीय उपाध्यक्ष। थ्याङ्क यू। सबैलाई सेवा नमस्कार। म दिवस राई, मेरो भोजपुर हो घर चाहिँ। म
अहिले नेपाल आदिवासी जनजाति महासङ्घको महासचिव हो। सबैलाई अब धेरै साथीहरू चिन्जान्छ। म यायो खाएको चाहिँ निवर्तमान अध्यक्ष, अहिले प्रमुख सल्लाहकार पनि छु। धन्यवाद। नमस्कार सबैलाई, सेवा। मेरो नाम जीवन कुमार राई हो। घर स्थायी घर बोचुर टेम्के मयौँ गाउँपालिका 9 ओइराङ भन्छ, त्यहाँ हो। र संस्थागत रूपमा मेरो जिम्मेवारी हाल चाहिँ केही पनि छैन। मेरो सबै पूर्व मान्छे पनि पूर्वको नेपाल सरकारको पूर्व उपसचिव 9 वर्ष कार्यरत रहेर निवृत्त भएको र किराँत राई कर्मचारी मञ्चको पनि पूर्व अध्यक्ष। धन्यवाद। सबैजनालाई नमस्कार। मेरो नाम माया राई। म यो मञ्चको पूर्व अध्यक्ष पनि हो र शिक्षा मन्त्रालय अन्तर्गत उपसचिव, रिटायर्ड। अहिले चाहिँ म फ्रिलान्स राइटर। अहिले हामी केमा व्यस्त छौँ म र मेरो साथीहरू सायद हुनसक्छ पाठ्यक्रम विकास केन्द्रबाट बन्तवा राईको 6 देखि 8 सम्मको किताब लेखनको लागि हामीलाई बोलाउँछ होला कि भन्ने आशा छ। हामीले चाहिँ 6 to 8 करिकुलम पनि डेभलप गरेका थियौँ। धन्यवाद। नमस्ते सेवा सबैजनालाई। मेरो नाम चाहिँ तेज बहादुर राई। म चाहिँ खोटाङको ऐश्वर्य गाउँपालिका वार्ड नम्बर 5 महेश्वरीमा पर्छ। मेरो बसाइ चाहिँ यहाँ कपनटार हो। वास्तवमा म चाहिँ यो कपनटारमा एउटा स्कुल छ शारदा एकाडेमी, त्यसको चाहिँ अध्यक्ष हो, जो चाहिँ प्रीति राईले त्यहीँबाट चाहिँ एसएलसीसम्म पास गरेको थियो। हाल चाहिँ म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको कार्यकारी निर्देशक नयाँ बानेश्वर संसद भवनमा कार्यरत छु। यो नाम चाहिँ अहिले परिवर्तन भएर विशिष्ट संरचना तथा व्यवस्थापन समिति भनेर यो धरहरा दमकको भ्यू टावर, त्यसै बुटवलको चाहिँ सम्मेलन केन्द्र, त्यहाँको प्रदर्शनी मार्ग, अनि यो हाम्रो सम्पूर्णमा सेवा होवा स्यामुना। म मनिला चाम्दी, घर चाहिँ मेरो खोजा। अहिले चाहिँ म पञ्चकन्या गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत रूपमा कार्यरत छु। धन्यवाद। लालीगुराँस नगरपालिका 13 विभागमा कार्यरत छु। धन्यवाद। सबैलाई नमस्कार। म अधिराज राई, मेरो घर खोटाङ। म अहिले लेखा परीक्षण अधिकारी रूपमा कार्यरत छु। धन्यवाद। सम्पूर्णमा नमस्कार सेवा। म ताराबहादुर राई, लाइन लाग्नुमा चाहिँ परिचय दिनको लागि परिषदको कार्यालयमा म मलेपो कार्यालयमा लेखा परीक्षण अधिकारीको रूपमा कार्यरत छु। र मेरो घर चाहिँ लाई चाहिँ फोहोर गर्न नगर्ने हो। सबै फर्स्ट लाइन र थर्ड लाइनको छेउछेउकोलाई चाहिँ फोहोर कर्नरको रूपमा गर्ने हो। अर्को चाहिँ छ क्विक फायर। सबैभन्दा छिटो 5 वटा जसको भरिन्छ त्यसको क्विक फायर। फेरि यो कृपया नझुकिन, यो पानाभरि क्विक फायर होइन कि एउटा कोठाभित्रको क्विक फायर। अर्को चाहिँ छ अनलकी 20। अनलकी 20 पनि हुँदो रहेछ। भन्नाले हामी यहाँ 20 वटा गोटी गर्दाखेरि पनि तपाईँको यो एउटै पनि भरिएन भने त्यो पनि पुरस्कार पाउनुहुन्छ। अनलकी 20 20 वटा गर्दाखेरि तपाईँको एउटै पनि तपाईँको अङ्क आएन भने पनि पाउनुहुने भयो। र अर्को भनेको चाहिँ फुल हाउस भनेको चाहिँ तपाईँको 5000 छ। अर्को पनि निवेदन गरे यो अनलकी 20 चाहिँ नपर्न पनि सक्छ। त्यतिखेरसम्म ल सर, अल द बेस्ट है। प्ले गर्दै अफगानै गर्नु पर्यो के। तपाईँले हेर्नु भएन, अब कसरी भने त्यो चाहिँ फेरि तपाईँ अगाडि नहेर्दै पनि भयो। एडिबल टोली त अगाडि आँखा त के बाँध्नु, यो फेरि उमा हुन्छ। अगाडि हेरिदिनु न, तपाईँ जाने प्ले हो, तपाईँले उ गरेर गर्नु। ल खै त बस्ने, खै हाम्रो अस्मिताहरू खै त भएको। ल सरहरू पनि जाँदा हुन्छ है। यो चाहिँ ऐसीको मैले यहाँ नियम भने हाम्रो चेलीबेटी पनि हुनुहुन्छ, त्यो भएको लागि सकेसम्म नधर्कदिकन चाहिँ यो सहभागी जनाइदिनु होला। पुरस्कार सरलाई चाहिँ अलिकति यसको स्मरणीय तस्बिरको लागि अनुरोध गर्छु। अरू सबै साथीहरूले भिडियोदेखि लिएर तस्बिरहरूको लागि मैले अनुरोध गरेँ। तपाईँ छोडिदिनु न। छोडिदिनु
छोड्दै हुँदैन हुँदैन एकछिन तपाईँको प्रतिभाले पनि डिपेन्ड गर्छ नि होला त्यो बल्लन सर कुर्सी चाहिँ यतापट्टि ल्याउनु पर्यो यहाँ यदि देखिन्छ भने ल बधाई पहिलोले रु 2000 दोस्रोले रु 1500 र तेस्रोले रु 1000 जित्नु भएको छ यो सँगै सबैजना कृपया यहाँ सबै उपस्थितलाई तल ग्राउन्डमा गएर नृत्यको लागि हार्दिक अनुरोध गर्दछु हाम्रो डिजे सरलाई चाहिँ गीत बजाउन अनुरोध गरे कृपया सबैजना तल चाहिँ गइदिनु उहाँलाई हार्दिक स्वागत पनि भन्न चाह्यौँ र सबैजनालाई कृपया यो तलको चौरमा गएर नृत्यको लागि अनुरोध गर्न चाहे हाम्रो डिजे सरलाई अघिदेखि भनिरहेको छु हामीलाई पूर्वेली गीत चाहिन्छ भनिरहेको छु उहाँले अब सकेसम्म म्यानेज गर्ने कोसिस गर्दै
मसित